लाग्यो है साथीहरू। हामी चाहिँ गोदावरीतिर ठ्याक्कै 10-11 वर्षपछि गएको। कस्तो डिफ्रेन्ट भएछ क्या। पहिला पहिला जाँदाखेरि सानो बाटो जस्तो लाग्थ्यो, अनि एकदम धेरै ठुलो बाटो पनि भएछ, अनि राम्रो पनि रहेछ। फेरि हेर न, हाम्रो चाहिँ चटक अलिअलि यसो भिडियो पनि खिचियो, फोटो पनि खिचियो होइन। एकदम राम्रो भएछ, पहिलाको भन्दा धेरै राम्रो भएछ गोदावरीमा। फेरि मेरो बाबुलाई चाहिँ साह्रै उत्पट्याङ गर्नुपर्ने, जता पनि घिसिएछ बसिएको छ। हेर्नु न ल, यसको चटक छुट्टै छ। अनि आमा छोरा चाहिँ पानीतिर खेलियो, सफा पानी, चिसो पानी, एकदम आनन्द। वेदर पनि साह्रै राम्रो। कति राम्रो रहेछ है मामु भन्दै छोरा र म चाहिँ हात समातेर हिँड्दैछौँ। छोरा फेरि हेर न हिँडेको, साह्रै रमाइलो पो भयो साथीहरू। अनि बाउ छोराको भिडियो खिच्नु पर्ने रे, अनि मैले भिडियो पनि खिचिदिएँ। बाबा छोरा उत्रै भइसके, अनि ऐसेलु पाकिरहेको रहेछ। मेरो छोरालाई चाहिँ ऐसेलु धेरै मनपर्छ, अनि खाँदै पनि छ। अनि वेदर पनि एकदम राम्रो थियो त्यो दिनमा चाहिँ। अनि वेदरले पनि साह्रै साथ दियो, आनन्द। फुलहरू, वेदर, फुलहरू पनि एकदम राम्रो, साह्रै राम्रो थियो। गोदावरी धेरै वर्षपछि गएर होला, आनन्द। मलाई चाहिँ त्यहीँ बसौँ मात्रै मन लागेर, अनि बुढाबुढी मिलेर यसो अलिअलि भिडियो पनि खिचियो, जाने नजाने। अनि म चाहिँ छोरालाई जिस्काउँदैछु। अनि त्यसपछि घुमघाम गरेर फर्केर आउँदा त यति धेरै लाइन भइसकेछ। अनि हामी चाहिँ अलि अगाडि गइसकेका थियौँ र यति धेरै भिड थिएन, टिकट पनि सजिलै लिग्यौँ। अहिले चाहिँ यति धेरै भिड भएछ क्या। अनि अमिलोहरू खाने भन्नु थाले, बाबुले भोक लाग्यो भनेर, अनि अलिअलि अमिलो खायौँ, चटपटे पनि खाएको थियौँ। अनि खाजा खाएर हामी चाहिँ घर फर्क्यौँ साथीहरू।